सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोशल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु। तर मलाई सोशल मिडियामा आउनु कुनै रहर थिएन। यो मेरो बाध्यतावश म सोशल मिडियामा आएर आफ्नो आवाज उठाउनमा बाध्य भएको हो। मान्छेमा एउटा अत्याचार गर्नको पनि सीमा हुन्छ मान्छेले। त्यही भएर म चाहिँ यो समाज समक्ष देखाउन चाहन्छु यतिसम्म पनि मान्छे हुन सक्छन् भनेर। अहिले चाहिँ नेपालमा के छ भनेपछि विदेश नजाने कुनै पनि हुँदैन। भोलि यो घटना अरूमा पनि दोहोरिन सक्छ हैन। कसैले त भोकिरहेको पनि होलान्। तर मेरो तर्फबाट ममा कस्तो घटना घट्यो भन्ने बारेमा म प्रष्ट सबै कुरा चाहिँ म सुरुदेखि चाहिँ मेरो यो माया प्रेमदेखि लिएर यो अहिलेसम्मको यो स्थिति कसरी पुग्यो भन्ने कुरा म हजुर समक्ष सबैलाई यहीबाट सोशल मिडिया थ्रु सबैलाई जानकारी गर्न चाहन्छु। सुरुमा चाहिँ हाम्रो सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। जबकि अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो। त्यसपछि उसको चाहिँ 12 सकियो। अनि 12 सकिएपछि अब के गर्ने भन्दाखेरि अब त्यसपछि घरमा सबैले सल्लाह गरे। अनि उसको अनि मेरो अनि बुवाको त्रिपक्षीय सल्लाह भयो। अनि त्रिपक्षीय सल्लाह भएपछि अब हामीले अनि अस्ट्रेलिया र अनि अमेरिकाको दुईटै तयारी गरौँ। जताको भिसा लाग्छ अनि ठिकै छ नि त भन्ने हिसाबले उता अस्ट्रेलियाको नि यता डकुमेन्टेसन गर्दै थिए। अनि उता युएसको पनि गर्दै थिए। अनि युएसको भिसा अनि लाग्यो। युएसको भिसा लागेपछि अनि ठिकै छ भनेर यता अब युएस नि राम्रै छ। भोलि गएर पढाइ अब युएस भनेको त नम्बर 1 हो पढाइमा त भन्ने कुरा। अब युएस भनेको त अब एजुकेसन सेक्टरमा राम्रै छ। भोलि गएर त्यहाँ पढेर आयो भने राम्रै फ्युचर हुन्छ भन्ने हिसाबले सबैको सहमति भएर अमेरिका पठाइयो। अमेरिका पठाउँदाखेरि यदि के भन्छु भनेपछि उसको हरेक प्रोसेस सबै कुरा चाहिँ मैले गरिदिए हो। सबै कुरा उसलाई चाहिँ केही पनि उसको मेल धरी युनिभर्सिटीमा गर्ने सबै एभ्रिथिङ उसको आइल्सदेखि लिएर सबै खर्च हाम्रो परिवारले नै बेहोरेको उसको। उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएको छ यो कुरा चाहिँ उसले यति चाँडै बिर्सिसक्यो। सबै कुरा गरेको मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने सबै कुराहरू सेयर हुने गर्थ्यो। अहिले बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने, फोन नउठाउने गर्न थाली। मैले भने किन हो यस्तो के हो भने मेरो एकचोटि नि फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु। त्यहाँबाट नगर्नु फोन, त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले चाहिँ थ्रेड जस्तो दिने कि। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले ठिकै छ अब जहिले टाइम हुन्छ त्यसले गर्नु भन्दाखेरि उसले चाहिँ 10 दिनमा गर्थ्यो, 15 दिनमा कहिले काहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने कि त बाथरुम टोयलेटमा गएर बोल्ने कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शंका उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि। अनि मैले भने किन यस्तो गरेर आएको के हो भन्दाखेरि उसले चाहिँ पुरै इन्कारै गर्ने कि कुरै नसुन्ने, कुरै पनि नसुन्ने, केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। अनि त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसक्यो कति ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगइन थियो नि त त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थ्यो। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेछ कि त्यो पाकिस्तानी केटाकोमा हरेक टाइम गएको लोकेसन देखिरहेछ। यो लोकेसन चाहिँ मलाई सोच्थ्यो काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थिएँ। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगायो त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि।